दर्शकबिन यतिखेर हामी सुनवर्सीको महाराज स्थानमा आइपुगेका छौं। यतिखेर हामी हेर्न सक्छौं आउने 2082 साल वैशाख 1 गते यहाँ भव्य रूपले चाहिँ मेला लाग्ने हुँदा यहाँ अहिलेदेखि नै धमाधम कामहरू चाहिँ सुरु भइसकेको छ र कतिको कामहरू भइरहेको छ, कतिको कामहरू चाहिँ यहाँ खटिरहेछ कति मान्छेहरू। त्यसको लागि हामी हेर्नको लागि हामी यहाँ आज सुनवर्सी महाराज स्थानमा आइपुगेका छौं र अहिले चारैतिर धमाधम काम सुरु भइसकेको छ। यहाँ हामी हेर्न सक्छौं यहाँ रोटेपिङको पनि जडान धमाधम रूपले चाहिँ भइरहेको छ र अहिले रोटेपिङको छेउमा हामी हेर्न सक्छौं यहाँ पानी जहाज यानी कि जहाज मात्रै भनिन्छ र त्यसको छेउमा हामी अझै हेर्न सक्छौं यहाँ रेलगाडीको पनि धमाधम रूपले चाहिँ कामहरू चाहिँ सञ्चालनमा आएको छ र यस मेला लाग्न हुन त अझै 2 दिन बाँकी छ। हामी 2 दिन अगाडि नै यानी कि 2081 साल चैत्र 30 गतेको दिन हामी यहाँ आएका छौं र अहिले चाहिँ हामी आएर चाहिँ अहिलेदेखि नै यस मेलाको लागि चाहिँ एकदमै तयारी गरिएको हामी अहिले चाहिँ हेरिरहेका छौं। सुनवर्सी महाराज स्थान मेला यानी कि हाम्रो मोरङ जिल्लाकै एकदमै उत्कृष्ट र विशेष मेला मानिन्छ किनकि यहाँ चारैतिर हरियाली नै हरियाली र बीचमा चाहिँ ठूलो पोखरी भएको कारणले चाहिँ यस मेलालाई चाहिँ मोरङ जिल्लाकै उत्कृष्ट मेला मान्ने गरिन्छ र हामी यहाँ छेउछाउमा हामी हेर्न सक्छौं यहाँ विभिन्न किसिमका मिठाईको पसलहरू लगायत हरेक वर्षको 1 गते वैशाखतिर लागेको हुन्छ यो मेला। हरेक वर्ष एकदम राम्रो लाग्छ। हजुर यो मेला भनेको तपाईको पूर्वाञ्चलको एउटा प्रख्यात मेला, प्रसिद्ध मेला र यो सयौं वर्षदेखि यहाँ चाहिँ राम्रै तरिकाले मेला लागिरहेको छ र यो मेलाको दिनमा 25-30 हजार हाराहारीको मान्छे यस मेलामा हेर्न आउँछन्। त्यो मार्न सक्छ तर अनुमानित गर्दा त्यति हुन्छ। यो भन्नुपर्दाखेरि चाहिँ यो अहिले मोरङको सन्दर्भमा नेपालकै सन्दर्भमा चाहिँ अहिले चाहिँ प्रख्यात मेला यो केले गर्दाखेरि चाहिँ प्रख्यात भएको होला। यो केले गर्दा पनि यो आज भन्दा धेरै वर्ष पहिलाको एउटा त्यो के भन्छ यो शक्तिशाली पोखरी भनौं न, त्यतिखेर कयौं मानिसहरू आएर चाहिँ तिनीहरूको दुःखहरू पर्दा चाहिँ केही कुराहरू माग गर्दा चाहिँ यो पोखरीले दिने त्यस्तो र सुवनाम विशाल महत्व हो। यो के तपाईले नि यो ठेका लिनु भएको छ? यो ठेका हैन, सुनवर्सी मेलामा घुम्न आउनु भएको? घुम्न आएको मात्रै हो। हजुर यो तपाईको घर चाहिँ घर कहाँ हो? तपाईको अमरदह हो। अमरदहको चाहिँ यहाँ घुम्न यो बारेमा चाहिँ के भन्नु होला नि? मेलाको बारेमा अब यस्तो मेला चाहिँ अब वैशाख जस्तो नयाँ वर्षको शुभ दिनमा भयंकरै मेला लाग्ने गइरहेको छ। प्रत्येक वर्ष 1 गते लाग्छ यो मेला चाहिँ।